नमस्कार छ सम्पूर्णमा आशा गर्दछु हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि अहिले पहिलाभन्दा धेरै नै सन्चै भइसकेँ। झन् पार्सल आयो भने त किन सन्चो नहुनु होइन गाइस। र एक्चुअली नै यो पार्सल चाहिँ मैले धेरै दिन अगाडि मगाएको थिएँ गाइस, तर आउनु चाहिँ अलिक ढिलो भयो। खै किन भन्नु सक्दिनँ, फर्स्ट टाइम यस्तो मेरो भएको छ, मतलब ढिलो आयो। तर केही छैन, मैले सोचेको थिएँ क्यान्सल भइहाल्यो भनेर, तर क्यान्सल भएको रहेनछ। र आज चाहिँ फोन आएर भन्दैछ कि दिदी तपाईँको पार्सल आएको छ, र धेरै नै खुसी लाग्यो। र अनि एकजना भाइलाई दिएर पठाएँ, मतलब पैसा चाहिँ लिएर आउनु भनेर। अनि उहाँले लिएर आउनुभयो, अनि हजुरको माझमा खोलेर देखाउँदैछु। र हजुरहरूले विश्वास गर्नुहुन्न होला गाइस, जस्तो सोचेको थिएँ नि सेम टु सेम त्यस्तै आएर धेरै नै खुसी लाग्छ जब आफूले जस्तो सोचेको हुन्छ त्यस्तो आयो भने, होइन गाइस। र यो चाहिँ अब जाडो दिनमा लगाउने सुट हो। अब पहिला नै मैले अर्डर गरेको थिएँ, आउनु चाहिँ ढिलो भइसक्यो गाइस, त्यही लागि केही छैन, आयो। र यसै पनि हाम्रो सिल्चरमा त्यति साह्रो जाडो छैन अहिले, माघ महिना भयो भने चाहिँ धेरै जाडो हुन्छ। र त्यतिखेर नै लगाइहाल्छु बनाएर, होइन गाइस। अनि हजुरहरूले यहाँ हेर्न सक्नुहुन्छ, घाँटीको डिजाइन पनि थियो, अनि निचे पनि पुरा डिजाइन गरेको छ, अनि पुरा पत्ता 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 पत्ताको छाप छ पुरा बिचमा। अनि हातमा पनि सेम त्यही डिजाइन छ, अनि ब्याक साइडमा पनि सेम टु सेम त्यस्तै रहेछ गाइस। अनि अगाडि पछाडि पुरा डिजाइन छ, पत्ता पत्ताको छाप, र धेरै नै राम्रो लागेको छ। र चौडा पनि धेरै चौडा थियो गाइस, 2.5 मिटरमै थियो लामोमै, लम्बाइमा। र चौडा पनि धेरै चौडा थियो, र धेरै नै राम्रो लाग्यो कि मलाई गाइस। अरू जस्तो अब दाम त्यस्तै काम। अब एक्चुअली यसको दाम चाहिँ थियो 720 रुपिसको, तर कस्तो आउँछ के आउँछ भनेर डर डर लागेर पनि अर्डर गरेको थिएँ। तर राम्रो आयो गाइस, किनभने रेटिङ राम्रो थियो, यसको कमेन्ट राम्रो थियो, त्यही भएर मैले पनि अर्डर गरेँ। र अनि यो चाहिँ हो पेनको पिस। अरू पेनको पिस पनि हेर्दाखेरि यति बाक्लो पनि राम्रो, अब न्यानो पनि हुन्छ है त गाइस लगायो भने बनाएर। अनि त्यसको पछि यसको चौडाइ त कति राम्रो थियो, 42 थियो यसको चौडाइ चाहिँ। अनि लम्बाइ चाहिँ कति रहेछ भने लम्बाइ पनि मलाई लामै लागेको थियो। र मैले सोचेँ कि हजुरको सामने म यहाँ इन्ची टेपले नापेर हेर्छु कति छ यसको लम्बाइ पनि, है कति मिटर छ भनेर। अनि यहाँ हजुरले हेर्न सक्नुहुन्छ, मैले चाहिँ अब यहाँ इन्ची टेप लिएर अब यहाँ नाप्न थालेको छु। तर जब नापेँ नि त नि, एक साइडमा पुरा 1.5 मिटर निस्क्यो क्या गाइस। यहाँ हजुरले हेर्न सक्नुहुन्छ 150, र 1.5 मिटर निस्क्यो भने चाहिँ हजुरले हेर्न सक्नुहुन्छ 3 मिटरको मलाई पेनको पिस मैले यहाँ पाएँ। अरू चौडाइमा पनि 42 थियो, धेरै नै मन पर्यो गाइस। अरू 3 मिटरको त मलाई आवश्यकता छैन, अब ट्राउजर पेन्ट बनाउँछु अनि काफी कपडा बाँचेको हुन्छ, त्यसले पनि म केही न केही त बनाउँछु गाइस, हजुरलाई देखाउँछु है त। अनि त्यसको पछि नै हजुरहरूले हेर्न सक्नुहुन्छ, यहाँ दुपट्टा पनि छ, पुरा जस्तो अब सुटमा थियो त्यस्तै अब दुपट्टामा पनि छ गाइस, र लामो पनि छ दुपट्टा पनि। अनि यहाँ नि हजुरहरूले दुपट्टा पनि लगाउन सक्नुहुन्छ, नभए चादर भनेर पनि ओर्न सक्नुहुन्छ है त गाइस। हजुरहरूले यहाँ हेर्न सक्नुभयो, कस्तो लाग्दैछ भन्नु होला है त गाइस। र मलाई त धेरै नै मन परेको छ, र हजुरहरूलाई पनि चाहिएको छ भने मलाई भन्नु होला, मेसोमा पाइहालिन्छ गाइस। र कमेन्ट बक्समा पनि जनाउनु होला है त गाइस। र आशा गर्दैछु आजको भिडियो हजुरलाई मन पर्यो होला, र भेटौँ होला फेरि अर्को नयाँ भिडियोमा। थ्याङ्क यू फर वाचिङ, बाई बाई।